सो हे गाइज वेलकम टु माई न्यू भ्लग। आज हामी रनिङ गरेर हाम्रो गन्तव्य गङ्गतिर पुग्न लागेका छौँ अहिले। अनि हान्दै हामी झल्क थाकेर यहाँबाट हिँड्दै हो, तर रोकिएको छैनौँ। एकछिन हामी जङ्गललाई पुग्छ। अनि आज यो छ ऊ त्यहाँ दुइटा हान। आज हल्का डेरालाई उठाएर लिएर आएको मैले। घङ्खला अन्त हल्का माथि नि पुग्छ जस्तो छ। साथीहरू अस्ति जाम भनेपछि गइदिने कि अस्ति पनि गाउँछ जाम भनेर गरौँसुको बाटोमा पुरा ल्याए। अस्ति थियो यो एक दिन बिताएर आँखा उठ्दैन यार। त्यो यो भोडे कहाँ आउँछ नि यसको यो उतामा भन्ने सन्नी हो भयो गाइज त यस्ता नमुना हाँसित केटा हाँसित पुग्यो। माथि यो अब त्यही माथि हो, यति टाढा खाइन त्यही घङ्खरै नै हो। आउँछ यसलाई राम गाइज हाम्रो एक्सर्साइज गरेको पछिको बडी पनि हेर्नुभयो होला, ठिकै छ। अब त्यो पछि फुल्छ यहाँ। अनि त्यो पछि हामीले यो त्यो हाम्रो ब्याग त्यहीँ छोडेर अब गइन्छ औषधी खान है। औषधी छ यता औषधी खान गइन्छ माथि। ऊ त्यहाँ माथि औषधी छ नि त, देखियो होला नि औषधी। एउटा त्यो औषधी खाने हाम्रो प्लान हो। यो र म फेरि अब औषधी खान गइन्छ अन्त। यसमा नि च्यानल छैन सब्सक्राइब गर्दै, यसको त्यहाँको नाम भन्दै @हिन्दू सन्दीप 369-R2Q हान होइन। अनि हिन्दू सन्दीप आउँछ ठ्याक्कै टपमा। यो मान्छे चो चाहिँ यस्तो भयो नि भिडियो राम्रो हाल्छ। भिडियो सब्सक्राइब गरिदिनु च्यानल। अब हामी माथि गएर औषधी खाइन्छ। अन्त मैले औषधी टिपेर है थम्ने हुन्छ गाइज। त्यो हुन उताको कटुसको औषधी टन्नै छ यहाँ घङ्खलाको ट्याक्क माथिमा। औषधी खान पाए भए हो यता टक्क यी टिपेर खानु पर्यो। दिवस अनुसारको फल खान पर्छ क्या। अब एकछिन टिपिन्छ अनि हेरौँ मलाई त। गाइज हामी एकदम पश्चासँग त्यो काँडामा एकदम चुबी यति औषधी टिपेर छौँ। अब यो खाइन्छ। चोर नआएर नि यिनीहरूको हामीले टिपेको। मैले अझ यो यसले त राखेको खाना मात्र हुन्छ, कहिले टिप्दैन यी खानु अगडा। यहाँ माथि एउटा ठाउँ छ अरे पत्रिका जस्तो। यस्तो बाटो भिरै भिडियो बाटो चढेर जाने हो। अब हामी चाहिँ माथि गएर फेरि
अब के हुन्छ त्यहाँ पनि त हेर्दै गरौँ ल अब हेरै गाई यस्तो माथि उकालोको भिरको बाटो जाने है त ल है गाइज हामी यहाँ माथि के छ र बाटो देखेर आएको उक्लेर खुल्ला रहेछ है त्यो सर एउटा बाटो पनि रहेछ एउटा उता बाहुनथान पनि छर्लक्क देखेछ है त ल आजको मौसम पनि राम्रो हो बाहुनथान पनि देखेछ नि त एउटा त्यही हो खुल्ला रहेछ यहाँ नि त मजा आयो एकछिन अब यस्तो खुल्ला ठाउँमा एकछिन यहाँ बसिन्छ त्यहाँबाट है त ल है त